गोविंद हरि भगवान को श्रद्धालु भक्त सज्जन, भगवान का पावन चरित्रहरू को वर्णन सँगसँगै श्रीमद् भागवत को 5औं स्कंद को अंतिम अध्याय में राजा परीक्षितले भगवानहरू त ठिकै हो, जो भगवान का चरणारविन्दलाई आश्रय मानेका छन्, जसले भगवानलाई चाहन्छन्, जसले भगवत प्राप्ति गरे तिनको त ठिकै छ, तिनीहरू वैकुण्ठ जान्छन्, तिनको कुनै चिन्ता गर्नु परेन। जसले भगवान का चरण कमल को आश्रय गरेका छैनन् तिनीहरूका लागि पनि त कुनै बाटो होला। जसलाई भगवान चाहिएको छैन उनीहरू जाने बाटो पनि त कहीँ होला। सुखदेव स्वामी भन्नुहुन्छ, हो राजन अवश्य छ। जसले भगवत भक्तिलाई भगवत प्रीतिलाई माध्यम बनाएका छैनन् तिनीहरूका लागि 28 वटा नरक बनाउनु भएको छ भगवानले। ती नरकहरूको नाम बताउनुहुन्छ यहाँ। रौरव, महारौरव, तामिश्र, अन्धतामिश्र, कुम्भीपाक, कालसूत्र, असीपत्रवन, शुक्रमुख आदि आदि। योभन्दा धेरै हजारौं नरकहरू छन्, जसमध्ये 28 वटा मुख्य मुख्य नरक यहाँ बताउनुहुन्छ परीक्षित महाराजलाई सुखदेव स्वामीजीले। हामीहरू नरक जाने यहाँ छौँ कि छैनौँ? हिजो अस्ति नै सबैले वैकुण्ठ जाने भन्नुभएको छ। हजुर, दण्ड सुख, अवट निरोधन, पर्यावर्तन आदि धेरै नरकहरूका नाम बताउनु भयो। अब यहाँ सबैभन्दा पहिला चोरबाट सुरु गर्नुहुन्छ। चोरहरू कहाँ जान्छन् भन्दा तामिश्र नाम गरेको नरकमा जान्छन्। कस्तो दुःख भोग्छन् त्यो नभनौ होइन, नजाने गाउँको बाटै नसोध्नु भन्छन् होइन। जसले ठगी गर्छन् तिनीहरू अन्धतामिश्र नाम भएको नरकमा जान्छन्। यस्तै अरूलाई मारेर जसले पेट पाल्दछन् तिनीहरू रौरव नाम गरेको नरकमा जान्छन्। हामी यहाँ मार्नेवाला कोही छैनौँ होइन। उनीहरू रौरव नाम गरेको नरकमा जान्छन्। र जसले जीवनमा मानव शरीर पाएर केवल आफ्नो पेट मात्रै भर्ने काम गर्छन् तिनीहरू महारौरव नाम भएको नरकमा जान्छन्। जसले अरूलाई दिन, दान पुण्य गर्न, सत्कर्म गर्न, सामाजिक धार्मिक कार्यहरूमा जसले खर्च गर्दैनन् तिनीहरू महारौरव नाम गरेको नरकमा जान्छन्। जसले पशु हिंसा गर्ने, काट्ने काम गर्छन् तिनीहरूलाई कुम्भीपाक नाम भएको नरक मिल्दछ, जहाँ ताता तेलमा तिनीहरूलाई पड्काइन्छ। पुर्याउने भन्छन् होइन, पुर्याउँछन्, पुर्याएपछि त्यो शरीर नाश हुन्छ, फेरि अर्को शरीर दिन्छन्, फेरि गरेर हजारौं पटक त्यो क्रम दोहोरिराख्छ। जसले पशुवध गर्ने काम गर्छन् भने हामीले पशुवध गर्छौँ कि गर्दैनौँ? मासु खाने चलन छ कि छैन? सबै ज्ञानी नै ज्ञानी हुनुहुन्छ यहाँ, सबै ज्ञानी हुनुहुन्छ। त्यो भएर हामी कोही रौरव नरक जानु पर्दैन। तर जसले खानुहुन्छ उहाँहरूलाई त्यो रौरव नरक अवश्य जानुपर्छ। शरीरमा एउटा सामान्य पशुका शरीरमा 3.5 करोड रौँ हुन्छन्। त्यति पटक मासुको सट्टा मासु दिए पुग्छ। मासु खानेलाई यति छुट छ। 3.5 करोड रौँ हुन्छन् थोरैमा। त्यति पटक मासुको सट्टा मासु नै दिनुपर्छ मासु खानेले। मासु काट भन्ने, पकाउने, भाँडा मान्ने, खाने, पैसा खर्च गर्नेदेखि लिएर सबै गरेर 8 जनालाई बराबर पाप लाग्छ भनेर शास्त्रमा बताएको छ।
जसले माता पितासँग द्रोह गर्छन्, पितासँग शत्रुता गर्छन्, पिताले सम्पत्ति तोडिदिए आदि आदि भने जसले द्रोह गर्छन् तिनीहरूलाई ताम्रमय तप्त खले ताम्रमय तातो भूमिमा राखेर कालसूत्र नाम भएको नरकमा को दुःख तिनले भोग्नुपर्छ। जसले माता पितासँग द्रोह गर्छन् भने, जसले आफ्नो धर्म आचरण छाडेर जसले पाखण्ड मतलाई ग्रहण गर्दछन्, पाखण्डी बन्दछन्, तिनीहरूलाई असिपत्र नाम भएको नरकमा को दुःख तिनीहरूले भोग्नुपर्छ। जसले व्यर्थमा अरूलाई सताउँछन् तिनीहरूलाई सुख र मुख नाम भएको नरकमा नरकवास बस्नु पर्दछ। र अरूलाई दुःख दिने मात्रै कार्य गर्दछन्, अरूलाई सताउने बोलेर क्रियाले कर्मले जसले दुःख दिन्छन् तिनीहरूलाई अन्धकूप नाम भएको नरकमा जानु पर्दछ। यस्तै धेरै नरक। जसले व्यर्थको यज्ञ गर्दछन् तिनीहरूलाई कृमिकुण्ड नाम भएको नरकमा जानु पर्दछ। जसले सुनको चोरी गर्दछन् ती सन्दंश नाम भएको नरकमा जानु पर्दछ। जसले अगम्य स्त्री र अगम्य पुरुषहरूसँग सहवास गर्दछन् तिनीहरू सुर्मी नाम भएको नरकमा जान्छन्। पुरुष छ भने त्यसलाई फलाङ्की जल्दी स्त्री बनाएर सँगै आलिङ्गन गराइन्छ र स्त्री छ भने लोहाको पुरुष बनाएर आलिङ्गन गराइन्छ। जसले परस्त्री र परपुरुष गमन गर्दछन् भने, जसले धर्मको विरोध गर्दछन् तिनीहरू बैतरणी नाम गरेको नरकमा जान्छन्। बैतरणी नदीमा फालिन्छन्। तिनीहरू अनेक प्रकारका दुःख भोग गर्दछन्। तिनीहरूलाई सोमपीठ नाम गरेको नरकमा जानु पर्दछ। त्यहाँ अत्यन्त तेजिलो आगो बलाएर त्यो शरीरलाई पानी जस्तो बनाइन्छ, फेरि अर्को शरीर त्यो फेरि जलाएर शरीरलाई पानी जस्तो पगाल्ने, त्यति धेरै तताएर पगाल्ने काम गर्छन्। जसले मदिरा पान गर्छ भने, जसले मान्यजनलाई जसले मान्न पर्ने हो ती मान्यजनलाई जसले मान गर्दैनन् भने छार कर्दम नाम गरेको नारायण साक्षात् स्वयंभूति सुश्रुमः। हे विष्णुदूत हो, वेदले जो बताएको छ त्यो नै धर्म हो। वेद विरुद्ध जो छ, वेदले जुन कुरा बताएको छैन, वेदले जुन कुरा वर्णन गरेको छैन त्यो अधर्म हो। आज वेदले पापीहरूका लागि नरक विधान गरेको छ, त्यसको दण्ड शास्ता धर्मराज हुनुहुन्छ र पाप र अपापको साक्षी छन्। कसैले लुकेर पाप गर्ला, छिपेर पाप गर्ला, कसैले लुकेर छिपेर पाप गर्न सक्दैन। चाहे दिउँसोमा पाप गरोस्, चाहे रात्रिमा पाप गरोस्, दिनमा रात्रिमा सन्ध्याकालमा भित्र बाहिर जहाँ कहीँ पनि जति पाप गरे पनि त्यसका साक्षी छन्। सूर्योग्नि खम्मरुदुगावः, को छन् त साक्षी? सूर्य नारायण दिउँसोमा साक्षी हुनुहुन्छ, अग्नि साक्षी हुनुहुन्छ, आकाश साक्षी छ, मरुद 49 मरुद वायुहरू साक्षी हुनुहुन्छ, गाई साक्षी छन्, चन्द्रमा साक्षी छन्, सन्ध्या दिन र 4 दिशाहरू साक्षी छन्। कमकुलो काल धर्मैति एते दैयस्य साक्षिणै, साक्षी हुन् र यिनीहरूले उसले कुनै पनि दुराचार दुष्कर्म गरेको सहन सक्दैनन्। ती सबै प्रत्येक साक्षी छन्। कोही पनि लुक्न छिप्न सक्दैन आफूले गरेका दुष्कर्मबाट, दुष्कृत्यबाट। आज धर्मराजको आज्ञा अनुसार हामी यो पापीलाई लिन आएका हौँ। यसलाई लगेर हजारौं वर्ष नरकमा लगेर शुद्धि गर्छौँ। यसलाई आज यसले अनन्त पापाचरण गरेको छ। ब्राह्मणको शरीर मिलेर वेदवादी भएर वेद पढेर पनि यसले वेदले बताएको मार्गमा यो चलेन, धर्म भ्रष्ट भएको छ। त्यस कारणले हामी लगेर यसलाई शुद्ध गर्न चाहन्छौँ। भगवान नाम संकीर्तन गरौँ। जसलाई नरक जानु छ उहाँहरू चुप्प लाग्नु, ताली पनि नबजाउनु। जसलाई वैकुण्ठ जानु छ, भगवत प्राप्ति गर्नु छ, उहाँले खूब कीर्तन गर्नु, ताली पनि बजाउनु। श्री भक्तवत्सल भगवानको श्री हरि राम 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 हरि हरि, हरे कृष्ण 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 हरे हरे, हरे राम 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 हरे हरे, हरे कृष्ण 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 हरे हरे, हरे राम 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 हरे हरे, हरे कृष्ण 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 हरे हरे, हरे राम 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 हरे हरे, हरे कृष्ण 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 हरे हरे।
षोडशे नस्त्रीन् स्वयं सप्तदश स्नुते। पापाचरणमा रत भएको यसलाई अब यसलाई यो सदाचारी भएर पनि दुराचारी भयो, यसलाई हामी नरक लगेर जान्छौँ। भगवानका दूतहरूले भन्छन् अहो कष्टम धर्मदृशाम अधर्म स्पृशते सभाम। यसले नारायण भन्यो कि नारायण छोरो हिजो आज जन्मेको छोरो हो। यसको योभन्दा पहिले त नारायण के अविनाशी नारायण हुनुहुन्छ, परब्रह्म परमात्मा भगवान नारायण हुनुहुन्छ। उहाँको नाम लिएको हुनाले यो पवित्र छ। यसले अनन्त जन्मसम्म गरेका पाप यसका निराकरण भएका छन्। अन्तिम अवस्थामा भगवान नाम उच्चारण गरेको छ। शरीर छोड्ने बेला भगवानलाई सम्झेको छ। साङ्केत्यं पारिहास्यं वा स्तोभं हेलनमेव वा वैकुण्ठ नाम ग्रहणम् अशेषागारं विदुः। कसैले सङ्केतमा कसैलाई बोलाउनु पर्यो भन्दा सङ्केतमा नारायण भनेर बोलाउँछ भने, पारिहास्यम कसैलाई नारायण भन्ने मानेलाई हँसाउनलाई निचो देख्नलाई नारायण भनेर गिज्याउँछ भने पनि स्तोभं हेलनमेव वा उसलाई अपमान गर्नका लागि घृणा गर्नका लागि पनि यदि भगवानको नाम जप्दछ भने त्यसका धेरै पापहरू नाश हुन्छन्। पतितस्खलितो भग्न सन्तष्टप्तप्ताहत हरिरित्येव सेनः पुमान्नार्हति याचनां। जसले हामीले आफ्नो नाम आफ्ना छोरा सन्ततिका नाम बदल्न थालेका छौँ। शास्त्रमा नाम राख्ने विधि छ। 2 अक्षरदेखि 4 अक्षरसम्मको नाम होस्, नामको सजिलो अर्थ होस्, बोल्ने सजिलो होस्, त्यो नामले धेरै आदर्श पुगेको त्यस्तो नाम होस् राख्नु भनेर शास्त्रले विधि गरेको छ। त्यो छाडेर आज हामीले सबैले अङ्ग्रेजी नाम जुन हाम्रा भाषासँग, धर्मसँग, संस्कृतिसँग, परम्परासँग मिल्दैनन् त्यस्ता नाम राख्न थालेका छौँ। त्यस्ता नाम राखिहालेका भए पनि तिनलाई एकतर कुनामा थन्काएर राम्रा नाम राख्नुपर्छ, त्यही आज्ञा दिन्छन् शास्त्रले। अहं कितबो पापो ब्रह्मगणो निरपत्रपः क्वच नारायणत्ते तद भगवन्नाम मङ्गलम्। लामो अध्यायसम्म सुखदेव स्वामीले भगवानका मङ्गल नामको महात्म्य सुनाउनुहुन्छ। मुक्त कण्ठले भगवान नामको महात्म्य हेर्नु। संसारमा नाम सबैको नाम हुन्छ। हामी सबैले नाम राखेका छौँ। घर गएर जाउँ बसौँ मलाई त्यो ले भन्नु, मलाई चाहियो भनिराख्नु, यो चाहियो भनिराख्नु। एकछिनपछि नाम नभन्नु। के चाहियो भन्दा चाहियो, के चाहियो त धेरै बेर झिचाइराख्यो भने त्यो मान्छे सानै भए पनि गालामा लपेटा लगाउन बेर गर्दैन। त्यसको पनि नाम चाहिन्छ। यहाँका संसारका तुच्छ व्यक्तिको नाम चाहिन्छ। सबैले नाम खोज्छन्, तर भगवान नाम पनि भगवत प्राप्ति भगवान नाम ग्रहण नगरेसम्म भगवत प्राप्ति हुँदैन। अवश्य भगवान नामको खाँचो छ। लिएर आउनु। हजुरले एकादशीको व्रत गर्नुहुन्छ गर्नुहुन्न? आफै जान्नु होला, मैले सोधिनँ। जसले नित्य गायत्री मन्त्र जप्ने योग्यता भएकाले गायत्री मन्त्र जप्दैनन् तिनलाई नरक लिएर आउनु। जसले माता पिताको सेवा गर्दैनन् तिनलाई नरक लिएर आउनु। जसले बिहान प्रातःकाल र सायङ्कालमा सन्ध्या गर्दैनन्, देव पूजा गर्दैनन्, भगवानलाई सम्झिन्नन् तिनलाई लिएर आउनु। जसले अरू प्राणीमा भगवानको स्वरूप देखेर सबै प्राणीको भलोको काम गर्दैनन् तिनलाई नरकमा लिएर आउनु। जसले आफ्नो मात्रै पेट भर्छन्, अरूको चिन्ता गर्दैनन् तिनलाई नरकमा लिएर आउनु। जसले पति पत्नीको मर्यादा पालन गर्दैनन् तिनलाई नरकमा लिएर आउनु। जसले ब्रह्मचर्य, गृहस्थ, वानप्रस्थ, सन्यास आदि आश्रमहरूको मर्यादा पालन गर्दैनन् तिनलाई नरकमा लिएर आउनु। जसले आफ्नो धर्म त्याग्दछन् तिनलाई नरकमा लिएर आउनु। जसले कसलाई नल्याउनु त? जसले हरिनाम जप्छन्, एकादशी तुलसीको देख्यो भने सम्मान गर्छन्, पिपलको सम्मान गर्छन्, बेलको सम्मान गर्छन्, देवालय देख्यो भने नमस्कार गर्छन्, सूर्य चन्द्रमामा भगवान देख्छन्। प्रत्येक प्राणी चाहिँ नारायणको स्वरूप हो। सबैका भित्र परब्रह्म परमात्मा भगवान विराजमान हुनुहुन्छ भनेर सबैलाई भगवान सम्झिन्छन्। जसले म मात्रै होइन, मेरा मात्र होइन, सबै बाँच्नुपर्छ, सबैले खानुपर्छ, सबैले सुख भोग्नुपर्छ भन्ने भाव राख्छन्। मैले दुःख भोगे पनि अरूले सुख भोग्नुपर्छ भन्ने भाव राख्छन्, तिनलाई नल्याउनु। र जो भगवानमा समर्पित छैनन्, यहाँ धेरै लामो बताउनुहुन्छ यमराजले। जीवान भक्ति भगवद गुणनाम देहम चितस्तन स्मरित चरणारविन्दम। जसले कहिल्यै भगवानका चरणारविन्द सम्झिन्नन्, खालि संसार सम्झेर धन सम्पत्ति सम्झेर मात्रै रुन्छन्, भगवान सम्झेर रुन्नन्, तिनलाई लिएर आउनु। कृष्ण भगवान नाम संकीर्तन गरौँ। जसलाई नरक जानु छ उहाँहरू चुप्प लाग्नु, ताली पनि नबजाउनु।
जसलाई वैकुण्ठ जानुहुन्छ भगवत प्राप्ति गर्नुहुन्छ उहाँले खूब कीर्तन गर्नु ताली पनि बजाउनु। श्री भक्तवत्सल भगवानको श्री हरि राम 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 हरि हरि हरे कृष्ण 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 हरे 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 राम 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 हरे 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 कृष्ण 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 हरे 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 राम 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 हरे 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 कृष्ण 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 हरे 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 राम 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 हरे 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 कृष्ण 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 हरे हरे कृष्ण 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 हरे 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 राम 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 हरे 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 कृष्ण 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 हरे 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 राम 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 हरे 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 कृष्ण 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 हरे 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 राम 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 हरे 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 कृष्ण 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 हरे 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 राम राम हरे 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 कृष्ण 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 हरे 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 कृष्ण कृष्ण हरे 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 राम राम हरे 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 कृष्ण 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 बोलो हरे राम राम हरे 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 कृष्ण 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 हरे 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 राम राम हरे 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 कृष्ण 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 हरे 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 राम राम हरे 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 कृष्ण 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 हरे 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 राम राम हरे 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 कृष्ण 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 हरे 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 कृष्ण 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 हरे 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 राम राम हरे 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 कृष्ण 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 हरे 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 राम राम हरे 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 कृष्ण 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 हरे 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 राम राम हरे 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 कृष्ण 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 हरे हरे। श्री रामकृष्ण भगवान को हेर्नु सबैमा भगवान देख्छन् तिनलाई छोड्नु जसले हरिनाम जप्छन् प्रेमपूर्वक हरिनाम संकीर्तन गर्छन् जन गर्यो अजामिलले र भगवानलाई प्राप्त गर्दछ। यदि अजामिल जस्तै हामीले पनि भगवानलाई प्राप्त गर्न चाहन्छौँ उसले जीवनभर दुष्कर्म गरेर पनि अन्तिममा पश्चाताप गरौँ। पश्चाताप सबैभन्दा ठुलो प्रायश्चित्त हो। गर्दैन जन्मिन्न भन्ने ठेक्का हुन्न। विश्वरूप मरिसकेपछि विश्वरूपका पिता त्वष्टाले इन्द्रलाई मार्न सक्ने शत्रु जन्मियोस् भनेर यज्ञ गर्नुहुन्छ। श्री इन्द्रलाई मार्न सक्ने बलशाली पैदा होस् भनेर उहाँले यज्ञ गर्नुभएको मन्त्र अशुद्ध भएछ। इन्द्रलाई मार्न सक्ने जन्मियोस् भनेको इन्द्रले मार्ने जन्मियो। मन्त्रमा हेर्नु सकामहरूमा धेरै दोष हुन्छन्। मन्त्र उल्टो पर्यो भने पनि फल पनि उल्टो हुन्छ। आफ्नो हड्डी मिल्यो भने उहाँको हड्डीबाट वज्र बनेर त्यो वज्रले प्रहार गरे वृत्रासुरको वध हुन्छ। यही उपाय निकाले देवताहरू गए। अब तपस्या गरेर ध्यान गरेर बसेका ऋषिसँग हजुरको हड्डी दिनुहोस्। हड्डी कसरी दिन्छ? हड्डी निकालेर दिन मिल्छ? हड्डी दिनको मतलब मर्न पर्यो। ठिक छ, तिमीहरू देवताहरू स्वार्थी हो, तिमीहरू स्वार्थका लागि नै बाँचेका छौ, ठिकै छ। म मरेर तिमीहरूलाई सुख मिल्छ भने, तिमीहरू शान्तिसँग बस्न पाउँछौ भने, म मरेर धेरै मान्छेलाई सुख हुन्छ भने ल ठिक छ भन्नुभयो। उहाँले योगाग्निले शरीर छोडिदिनुहुन्छ। छोडेपछि उहाँको हड्डी लिएर वज्र बनाउँछन् देवताहरूले र त्यही वज्र लिएर वृत्रासुरको र
इन्द्रको ठुलो भयानक युद्ध हुन्छ। यहाँ सुखदेव स्वामीजीले वृत्रासुर र इन्द्रको युद्धको वर्णन गर्नुहुन्छ। युद्ध सुरु भयो, गदाबी परिगएर बाणी, एकतर्फ दानव छन् वृत्रासुरतर्फ, एकतर्फ देवताहरू छन्। ठुलो युद्ध भयो, छिन्ना सिद्ध बधे देवर लघुर हस्तै सहस्रदा। युद्धका बीचमा वृत्रासुरले स्तुति गर्नुहुन्छ, मेरो नडराओ, सब लाग लाग, जन्मेपछि एकचोटि मर्ने हो, भगवत प्राप्ति हो, आज सत्कर्मका लागि भगवत प्राप्तिको बाटो जाँदैछौँ, म आओ तिमीहरू पनि जाउँ हिँडौ। यसरी सबैलाई बोलाउँछन् वृत्रासुरले। भगवानको प्रार्थना, यिनको भाव देखेर इन्द्रका आँखाबाट आँसु झर्छन्। हो इन्द्रले प्रार्थना गर्छन्, आज धन्य हो म देवता भएर, मेरो जुन भाव छैन, आज दानवको नजन्मेका वृत्रासुरको यत्रो ठुलो भगवान निष्ठा जन्मन्छन्। युद्ध हुन्छ, युद्ध हुँदा हात काटिदिन्छन्, दाहिने हात काटिदिए, देब्रे हातले युद्ध गर्छन्, देब्रे हात काटिदिन्छन्, घोडा काटिदिन्छन्। अन्तिममा घोडा काटिसकेपछि पनि उनले हात्ती सहित इन्द्रलाई पुरै स्वाहा गरिदिन्छन्, आफ्ना उसभित्र समाउँछन्। इन्द्रभित्र हराइसकेपछि देवताहरूका बिचमा हाहाकार मच्चिन्छ। अन्तिममा पेट फोरेर बाहिर इन्द्र निक्लन्छन्। हात घोडा सबै छिन्न भिन्न भएका छन्। पहाडबाट रगतका धारा बगे जस्तै देखिन्छ। विशाल विकराल स्वरूप छ वृत्रासुरको। तर